झडा मिस आउट हुनुभयो गयो 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 मजाले बाहिर गयो राम्रो एकदमै दिनभरि स्विम गरेर मजाले तातो भात तातो खाना लिनु हुँदैछ भूमि कस्तो रहेछ रोस्मेली खाना सो यहाँ हाम्रो भाइहरू एकदमै दामी खाइरहेछ खाना कस्तो रहेछ भाइहरू खाना दामी बिचरा केटाहरूको हातले खानु पर्यो है कस्तो रहेछ खाना दाजु एकदम मिठो किचन टिमलाई के भन्न चाहनुहुन्छ एकदम भेटघाट रमाइलो भयो ओके मासु त्यति साह्रो नलुकाउनु कस्तो रहेछ खाना दामी के किचन टिमलाई के भन्न चाहनुहुन्छ आज एकदमै मिठो भएछ हैन अँ तर मेरो प्लेट र भएन खोइ बोलमा चाहिँ प्लेट राखिरहेको छु हो अवस्था गम्भीर छ तर भनेको नमान्नुको नतिजा चाहिँ यही हुन्छ त्यही त मैले माने नि त ओके सो आज हालेलुया हेलो जयमसी कस्तो रहेछ खाना अलिकति आजको किचन टिमलाई के भन्न चाहनुहुन्छ विकास सर एकदम दामी दामी किचन टिमलाई के भन्न चाहनुहुन्छ एकदमै थ्याङ्क यू सो मच किचन टिमलाई किन भन्दा यस्तो दामी ओके भाइहरू चाहिँ यहाँनिर यता हेर्नु न भाइ आज एकदमै आबिबिसिएसले एकदमै दामी साह्रै स्वादिष्ट भोजन बनाउनु भएछ हजुर एकदम किचन टिमलाई त एकदम कोटी कोटी नमन कोटी कोटी धन्यवाद हजुर हजुर मुरी मुरी पनि धन्यवाद दिन चाहन्छु हुन्छ यता हाम्रो रोहन सरले के भन्न चाहनुहुन्छ होला मेरो तर्फबाट अब के छ मिठो छ भाइ दामी छ है ल भाइहरूले पनि लिएछ हुन्छ हामी सर के भन्न चाहनुहुन्छ आजकल
आइएफबिपी वाइएस को यस एनुअल बिपीमा हामी कमिटीलाई पनि बोलाउनु भयो आइएफबिपी स्टेट बोर्डको र तपाईँहरूलाई धन्यवाद दिन चाहन्छौँ र तपाईँहरूको यो अर्गनाइजेसन एकदमै राम्रो छ यसरी नै अगाडि बढोस् र स्पिरिचुअल साथै शारीरिक व्यायाम भनौँ न है शारीरिक एकदमै रिफ्रेसमेन्टको पनि एकदम रिफ्रेसको पनि जरुरत पर्दछ हामी एकदमै इन्जोय गऱ्यौँ र प्रभुलाई धन्यवाद होस् र हाम्रो भाइ बहिनीहरूलाई यसरी प्रभुको है सेवकाइमा अगाडि बढेको देख्दा हामी अगुवाजनहरू साह्रै नै आनन्दित बनेका छौँ। थ्याङ्क यू। हुन्छ प्रेज द लर्ड। हाम्रो आइएफबिपी वाइएसले जुन प्रोजेक्ट सुरु गर्नु भएको छ यो चाहिँ एकदमै फाइदाजनक छ। हजुर यो खानेकुरा पाउँदा मात्रै भनेको होइन तर आज हाम्रो यो माहौलै यति दामी भएको छ यो सेवाकाई चाहिँ यति साह्रो बढेर जान्छ भन्ने चाहिँ हामी प्रुफ भएको छ र यो खानेकुरा पनि दामी छ पर्क चिकन एभ्रिथिङ एकदमै दामी छ र हामी चौतर्फी उन्नति गर्दैछौँ। हामी पहिला चाहिँ प्रार्थना मात्रै गर्दै थियौँ तर अहिले चाहिँ हामी एक्सनमा पनि आएका छौँ। आगो बाल्नेछौँ सिक्किम नेपालमा आगो बाल्नेछौँ। हुन्छ धन्यवाद। लु समर्थक शिला सरले पनि आज केही कुरा एक दुई शब्द राखिदिनुहोस्। यता यता हाम्रो एल्ड्रो यो एकछिन लुकाएर बोल्दा हुँदैन। यता भन्ने चाहिँ हाम्रो मेन डिपार्टमेन्ट आजको दिनको मुहारमा हाँसो ल्याउने ठाउँ। दाजु हाम्रो यहाँ रोस्ट गर्नु हुँदो रहेछ। के बनाउनु भएको दाजु? सरी दा सरी कता को हो ए दाजु आजको के भन्न चाहनुहुन्छ? आजको दिनमा के गुनासो सबै ठिकै छ? प्रब्लम आयो होस्। किचन टिमलाई धेरै धेरै धन्यवाद। अनि यो गिफ्ट चाहिँ हामी राख्छौँ। तपाईँ हामीलाई यादै छ 2वटा माछा र 5 र रोटीको टोकाको डालो चाहिँ 12वटा उफ्रेको थियो भने चाहिँ हाम्रो पनि 2टा चाहिँ उफ्रेछ। प्रभुलाई धन्यवाद होस्। विशेष गरी म के भन्न चाहन्छु भने यहाँनिर आजको हाम्रो जो यो कार्यक्रम मात्र होइन यो चाहिँ एउटा सेवा नै हो अनि यो हाम्रो सङ्गति हो अनि यो सङ्गतिमा धेरैजना तपाईँहरू उपस्थित हुनुभएको छ। विशेष गरी हाम्रो माननीय लिडर्सहरू आइदिनु भएको छ। हामीलाई आड मिल्यो, हामीलाई एकदमै बल मिलेको छ। उहाँहरूको सपोर्टबाट उहाँको कन्ट्रिब्युसन पनि हामीलाई दिनुभएको छ। एकदमै उहाँले कन्ट्रिब्युसन हाम्रो भाडा धुने जवानको पक्षबाट धेरै धन्यवाद दिन चाहन्छु। धन्यवादको समय सकिएको छैन तर पवित्र परमेश्वर विशेष गरी ब्रायन विशेष